नमस्कार साथीहरु, स्वागत छ तपाईलाई हाम्रो च्यानलमा। आजको यस भिडियोमा हामी आईपीओ र एफपीओ बीचको फरक के हो भन्ने कुरामा सरल भाषामा बुझ्ने छौं। सबैभन्दा पहिलो आईपीओ को फुल फर्म चाहिँ इनिशियल पब्लिक अफरिङ हो। कुनै पनि कम्पनीले पहिलो पटक सर्वसाधारणका लागि आफ्नो शेयर जारी गर्छ भने यसलाई आईपीओ भनिन्छ। साथीहरु, अब कुरा गरौँ एफपीओ को। एफपीओ को पूरा नाम फर्दर पब्लिक अफरिङ हो। कुनै पनि कम्पनीले पहिले नै सर्वसाधारणका लागि शेयर जारी गरिसकेपछि फेरि थप शेयर सार्वजनिक रूपमा जारी गर्छ भने त्यसलाई एफपीओ भनिन्छ। अब यसलाई अझ सरल भाषामा बुझौं। कम्पनीले पहिलो पटक सर्वसाधारणका लागि शेयर जारी गर्छ भने आईपीओ भनिन्छ र पहिलो पटक शेयर जारी गरिसकेको कम्पनीले फेरि थप शेयर जारी गर्छ भने त्यसलाई चाहिँ एफपीओ भनिन्छ। आईपीओ निष्कासन गरिसकेको कम्पनीले चाहिँ दोहोऱ्याएर आईपीओ फेरि निष्कासन गर्न मिल्दैन, त्यसैले उसले आफ्नो शेयर एफपीओ को रूपमा निष्कासन गर्छ। यो आईपीओ र एफपीओ दुवै प्राइमरी मार्केट अन्तर्गत पर्छ, त्यसैले यसमा चाहिँ रिस्क अलि कम हुन्छ। आशा छ तपाईहरुलाई आईपीओ र एफपीओ बीचको फरक स्पष्ट भयो होला। यस्तै शेयर बजार सम्बन्धी सरल र उपयोगी जानकारीका लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। धन्यवाद।